नेपालको औद्योगिक इतिहासलाई यसो फर्केर हेर्ने हो भने नि एउटा यस्तो नाम आउँछ जसले कुनै समय हामी सबैलाई आत्मनिर्भरताको ठूलो आश देखाएको थियो। आजको यस जानकारीमूलक प्रस्तुतिमा हामी नेपालकै पहिलो र एकमात्र टायर कारखाना हो गोरखकाली रबर उद्योगको उदय, यसको नाटकीय पतन र अबको सम्भावित बाटोको गहिरो पोस्टमार्टम गर्दैछौँ। यो केवल एउटा उद्योगको कथा मात्रै होइन क्या, नेपालमा उद्योग खोल्दा अवसरसँगै चुनौती कति विशाल हुन्छन् भन्ने एउटा जिउँदो उदाहरण पनि हो। ल सुरु गरौँ है त। उकालो ओह्रालो मोटर हर्रर, गोरखकाली टायर बलियो गोड्छ सर्रर। सुन्नुभएको थियो यो? सायद यो पुरानो रेडियो जिङ्गल सुन्ने बित्तिकै धेरैको मनमा एउटा गजबको नोस्टाल्जिया छाउँछ होला। खासमा नि यो एउटा सामान्य विज्ञापन मात्र थिएन, यो त नेपाली उत्पादनप्रतिको हाम्रो आफ्नै राष्ट्रिय गौरव थियो। यसले ठ्याक्कै ती स्वर्ण युगको याद दिलाउँछ जति बेला हाम्रै आफ्नै देशमा बनेका बलिया टायरहरू नेपालका ती कच्ची र उबडखाबड सडकहरूमा एकदमै शानले कुद्ने गर्थे। तर त्यो गौरवशाली इतिहास आज एउटा डरलाग्दो यथार्थमा परिणत भएको छ। 10 वर्ष हो गोर्खाको मजुवा देउरालीमा रहेको यो विशाल कारखाना पूर्ण रूपमा बन्द भएको, ठूला मेसिनहरूमा खिया लागेको र पूरै फ्याक्ट्री परिसर झाडीले ढपक्कै ढाकेको आज ठ्याक्कै 10 वर्ष पूरा भइसकेको छ। अब सोच्नुस् त, देशकै अर्थतन्त्रको बलियो खम्बा बन्न सक्ने यस्तो गजबको मेगा प्रोजेक्ट आखिर कसरी यस्तो जीर्ण अवस्थामा पुग्यो होला? हो, यही कुराको चुरो कुरो पत्ता लगाउन आज हामीले एउटा इन्भेस्टिगेसन डोजेर तयार पारेका छौँ। गोर्खाकालीको यो कथालाई हामी सरसर्ती 5 भागमा बाँडेर हेर्नेछौँ है। पहिलो स्वर्णयोग, दोस्रो प्रविधिको परिवर्तन, तेस्रो राजनीति र कुव्यवस्थापन, चौथो आर्थिक पतन र अन्त्यमा पुनरुत्थानका सम्भावित विकल्पहरू। ल अब पहिलो खण्डबाटै सुरु गरौँ। स्वर्णयोग। कुरा सन् 1980 र 90 को दशकको हो। त्यति बेला नेपाल सरकारले देशलाई औद्योगिक रूपमै आत्मनिर्भर बनाउने एउटा निकै ठूलो योजना अघि सारेको थियो र त्यही महत्त्वकांक्षी योजनाको एउटा सबैभन्दा बलियो पिल्लर थियो यो गोरखखाली रबर उद्योग। यसरी हेर्दा यसको सुरुवात निकै गजब तरिकाले भएको देखिन्छ। विक्रम सम्वत 2041 सालमा चिनिया प्राविधिक सहयोगमा दर्ता भएको यो उद्योग झण्डै 670 रोपनीको विशाल क्षेत्रफलमा फैलिएर बन्यो। त्यसपछि 2049 सालमा तत्कालीन राजा वीरेन्द्रबाट यसको औपचारिक उद्घाटन भयो। सुन्दा अचम्म लाग्न सक्छ, तर त्यसपछिको दशकमा यसले व्यावसायिक उचाइ मात्र छोएन नि, भारत, बङ्गलादेश र श्रीलङ्कासम्म आफ्ना मेड इन नेपाल टायरहरू मजाले निर्यात गर्न सफल भयो। सफलताको ग्राफ कति माथि थियो भनेर अन्दाज गर्न एउटा तथ्याङ्क हेरौँ। आफ्नो एकदमै पिक टाइममा गोरखखाली रबर उद्योगले वर्षमै करिब 88,000 टायर उत्पादन गर्थ्यो। 88,000 यो यति ठूलो मात्रा हो कि यसले त्यो बेला नेपालको आन्तरिक बजारको झण्डै 60% माग एक्लै धान्न सक्थ्यो। साँच्चै भन्नुपर्दा यो कुनै चान्चुने उपलब्धि पक्कै थिएन। तर दुःखको कुरा, यो सफलता धेरै लामो समय टिक्न सकेन। अब हामी हाम्रो पोस्टमार्टमको दोस्रो खण्ड अर्थात् पहिलो मुख्य कारणतर्फ लाग्दैछौँ, प्रविधिको परिवर्तन। विश्वभरि नै टायर निर्माण प्रविधिमा जुन रफ्तारमा परिवर्तन आइरहेको थियो नि, त्यसले गोर्खाकालीलाई बिस्तारै पछाडि धकेल्न थाल्यो। कुरा के थियो भने गोरखकालीले पुरानो बायसप्लाई प्रविधिका टायर बनाउँथ्यो। यसमा धागोहरूलाई क्रस गरेर बुनिएको हुन्थ्यो। नेपालका ती पुराना कच्ची र उबडखाबड सडकका लागि त यो एकदमै टिकाउ र बलियो नै थियो। तर बिस्तारै नेपालका राजमार्गहरू चिल्ला हुँदै गए, गाडीहरूको स्पिड बढ्न थाल्यो अनि समस्या सुरु भयो। उच्च गतिमा गुड्दा 22 टायरभित्र धेरै घर्षण भएर अत्यधिक तातिने समस्या देखिन थाल्यो। त्यही बेला विश्व बजार चाहिँ आधुनिक रेडियल टायरमा गइसकेको थियो, जुन चिल्ला राजमार्गका लागि सुरक्षित, इन्धन जोगाउने र निकै प्रभावकारी थियो। हो, यहीँनिर भयो सबैभन्दा ठूलो भूल, समयमै प्रविधि अपडेट नगर्नु। फ्याक्ट्रीलाई त्यो नयाँ रेडियल प्रविधिमा अपग्रेड गर्न करिब 2 अर्ब रुपियाँ जति लगानी आवश्यक पर्ने देखियो। एकातिर विदेशी कम्पनीहरूले आफूलाई निरन्तर अपग्रेड गरिरहेका थिए, तर अर्कोतिर हाम्रो नेतृत्वले त्यो 2 अर्ब लगानीको कुरालाई पूर्ण रूपमै व्यवस्था गरिदियो। अनि के हुन्छ त, फ्याक्ट्री पुरानै प्रविधिमा घिस्रिन बाध्य भयो। र बजारमा जब 500 रुपियाँको अन्तर देखियो नि, त्यसले पुरै गेम चेन्ज गरिदियो। समयक्रमसँगै भारतबाट आउने आधुनिक रेडियल टायरहरू गोरखकालीको त्यो पुरानो प्रविधिको टायरभन्दा उल्टै करिब 500 रुपियाँले सस्तो पर्न थाले। नयाँ प्रविधिको टायर त्यसमाथि अझ सस्तो। अब उपभोक्ताले कुन रोज्ने? पक्कै पनि विदेशी टायर। यसरी गोरखकालीले आफ्नो पकड भएको बजार हिस्सा बिस्तारै गुमाउँदै गयो। अब तेस्रो खण्डमा जाउँ, राजनीति र कुव्यवस्थापन।
बाहिरी प्रविधिको चुनौती त छँदै थियो, तर भित्रभित्रै उद्योगलाई सिद्ध्याउने काम भने राजनीतिले गर्यो। विशेष गरी 2062-63 को आन्दोलनपछि त उद्योगभित्र चरम राजनीतिक हस्तक्षेप नै सुरु भयो। विभिन्न स्रोतहरूले यसलाई नै उद्योग पतनको सबैभन्दा विनाशकारी कारण मानेका छन्। नेतृत्वको फेरबदल कति भयानक थियो भन्ने एउटा सानो उदाहरण हेरौँ न। एक समय एकजना एकदमै दक्ष केमिकल इन्जिनियर जनरल म्यानेजर हुँदा फ्याक्ट्रीले राम्रै नाफा कमाइरहेको थियो। तर के भयो थाहा छ? उनी कुनै राजनीतिक पार्टीको कार्यकर्ता नभएकै कारण देखाएर उनलाई त्यहाँबाट हटाइयो र उनको ठाउँमा ल्याइयो कसलाई? उत्पादन र प्रविधिको प पनि थाहा नभएका, शून्य अनुभव भएका एकजना सामान्य 5औं तहका कर्मचारीलाई, त्यो पनि ठाडो राजनीतिक नियुक्तिको भरमा। त्यहाँभित्रको बेथितिको लिस्ट सुन्दा त अचम्म लाग्छ। काम गर्ने भन्दा तलब खाने धेरै। 10 जना कर्मचारी चाहिने ठाउँमा 50-50 जनासम्म राजनीतिक कार्यकर्ता भर्ती गरियो। अनि जब पुरानाको सट्टा नयाँ र दक्ष प्राविधिक ल्याउन खोजियो नि, ट्रेड युनियनहरूले फ्याक्ट्रीमै ताला लगाइदिए। तर सबैभन्दा डरलाग्दो कुरा त भ्रष्टाचारको स्तर थियो। कमिसनको चक्करमा बोइलरमा प्रयोग हुने तेलमा बालुवा र जुटका टुक्राहरू मिसाउने कामसम्म भयो। यसले मसिनहरू बिग्रिए अनि फ्याक्ट्री नै विस्फोट होला कि भन्ने डरले स्थानीय जनताले नै विरोध गर्नु पर्यो। त्यति मात्र कहाँ हो र, वर्किङ क्यापिटल अर्थात् पैसाको अभावमा कच्चा पदार्थहरू महिनौसम्म रक्सोल नाकामै थन्किन पुगे। अब चौथो खण्ड, आर्थिक पतन। एकातिर प्रविधिको अभाव, अर्कोतिर यस्तो डरलाग्दो कुव्यवस्थापन। यसको अन्तिम परिणाम के हुन्छ त? पक्कै पनि आर्थिक पतन। अब यो वित्तीय दुर्घटनाका केही डरलाग्दा तथ्याङ्कहरू हेरौँ। यो उत्पादनको ग्राफ हेर्नुस् त, कसरी वर्षै पछि ओह्रालो लागेको छ। 2060-61 सालमा 51,000 भन्दा बढी टायर निकालेको उद्योग 2063-64 सम्म आइपुग्दा 40,000 मा खुम्चियो। बिस्तारै आफ्नो क्षमताको मुस्किलले 20% मा मात्र चल्न थाल्यो र अन्ततः 2072 सालतिर आइपुग्दा त उत्पादन घटेर ठ्याक्कै शून्यमा झर्यो, पूर्ण रूपमा बन्द। तर यहाँनिर एउटा एकदमै उदेक लाग्दो कुरा छ। फ्याक्ट्रीको उत्पादन शून्य भइसकेको थियो, मेसिनहरू सबै बन्द थिए। तर अचम्मको कुरा, करिब 250 भन्दा बढी कर्मचारीहरूले वर्षौंसम्म हाजिर कापीमा साइन गरेकै भरमा बिना कुनै काम तलब बुझिरहे। यसले गर्दा राज्यको ढुकुटीमा दिनौं ठूलो आर्थिक भार थपिँदै गयो। यी सबै कुराहरू जोडिएर अन्त्यमा एउटा विशाल आर्थिक खाडल बन्यो। सरकारी ऋण, ब्याङ्कको मिटर ब्याजे जस्तो ब्याज अनि अरू दायित्वहरू थपिँदै गएर कुल दायित्व 4 अर्ब 43 करोड रुपियाँ पुग्यो, जसले गर्दा उद्योगको खुद सम्पत्ति अर्थात् नेटवर्थ नै 4 अर्ब 21 करोडले माइनसमा अर्थात् ऋणात्मक हुन पुग्यो। सिधा भाषामा भन्नुपर्दा प्राविधिक र वित्तीय दुवै हिसाबले उद्योग पूर्णतः टाट पल्टियो। अनि यसले देशको अर्थतन्त्रमा पारेको असर झनै गम्भीर छ। हेर्नुहोस् है, गोर्खाकाली बन्द हुँदाको वर्ष अर्थात् 2071-72 तिर नेपालमा बाहिरबाट आउने टायरको आयात जम्मा 23 करोड रुपियाँ जतिको थियो। तर उद्योग बन्द भएको केही वर्षमै 2075-76 मा त्यो आयात बढेर रातारात 8 अर्ब 6 करोड रुपियाँ पुग्यो। सोच्नुहोस् त, यो विशाल रकम सिधै विदेशी बजारमा गयो। अझ दुःखको कुरा त के भने, गोर्खाकालीलाई नै रबर बेच्छु भनेर पूर्वी नेपालमा सुरु गरिएको रबर खेती पनि यही कारणले पूर्ण रूपमा धराशायी भयो। ल, अब हाम्रो अन्तिम तथा 5औं खण्डमा आउँ, पुनरुत्थानका विकल्पहरू। यति ठूलो पतनपछि एउटा स्वाभाविक प्रश्न उठ्छ, के यो अध्याय सधैँका लागि बन्द भयो त? भर्खरै मात्र एसियाली विकास ब्याङ्क र एउटा सरकारी कार्यदलले यसको भविष्यबारे अध्ययन गरेर अर्थ मन्त्रालयलाई विभिन्न सुझाव सहितको प्रतिवेदन बुझाएका छन्। त्यो प्रतिवेदनले मुख्य रूपमा 3 वटा स्पष्ट बाटाहरू देखाएको छ। पहिलो बाटो, सार्वजनिक निजी साझेदारी अर्थात् पीपीपी मोडलमा कुनै रणनीतिक लगानीकर्ता ल्याएर अत्याधुनिक रेडियल प्रविधि जडान गर्ने र फेरि टायर उत्पादन सुरु गर्ने। दोस्रो विकल्प, यदि उद्योग चलाउनै नसकिने हो भने उद्योगको नाममा रहेको जग्गा र भवनहरू भाडामा दिएर भए पनि आम्दानी गर्ने। र तेस्रो तथा अन्तिम विकल्प, सबै भौतिक र बौद्धिक सम्पत्ति बेचेर ऋण चुक्ता गर्ने र कम्पनीलाई सधैँका लागि खारेज गरिदिने। तर एउटा कुरा पक्का हो, यदि उद्योग बिउताउने नै हो भने 1 अर्बभन्दा बढीको नयाँ लगानी र एकदमै चुस्त निजी व्यवस्थापन अनिवार्य छ भन्ने प्रतिवेदनको निष्कर्ष छ।
अब प्रश्न यहाँनिर आउँछ, के गोरखाकाली रबर उद्योगले सही व्यवस्थापन र नयाँ प्रविधिको साथ आफ्नो त्यो पुरानो गौरव फेरि फिर्ता ल्याउन सक्ला, या यो केवल नेपालको असफल औद्योगिक नीतिको एउटा स्थायी र जीर्ण स्मारक मात्र बनेर रहला? यो पुरै कथाले हामीलाई औद्योगिक आत्मनिर्भरताको वास्तविक मूल्य र सही व्यवस्थापनको महत्त्वबारे एउटा निकै गम्भीर प्रश्न छोडेर जान्छ। यहाँहरूलाई के लाग्छ? यसबारे आफ्नो विचार पक्कै पनि राख्नुहोला। आजको यस जानकारीमूलक प्रस्तुतिबाट म बिदा भन्छु।